नमस्कार मन्त्रीजी। नमस्कार के नमस्कार गर्नु ल एउटा हातले म नमस्कार गर्दैछु हैसियत दुईटा हातले गर्नु छैन। गाउँभरि सबलाई सम्झाएर आएको छु। तपाईँ त के हो बिसा फेरेर उठ्नै सक्नुहुन्न अरे। त्यस्तो हो मेडिकलको साउले पुरै हल्ला गरिरहेछ। हैन कहिले देखेछ त्यो मेडिकल साउले मलाई? के थाहा कहिले बस्नु भयो त्यो बसेपछि याद उठ्नै गर्छु सक्नुहुन्न अरे बिसा फेरेपछि। याद आयो एकचोटि म बसेको थिएँ तर मलाई त्यहाँ बस्दा बस्दै अल्छी लाग्यो। तपाईँ त के हो उठ्नै सक्नुहुन्न अरे त कुरो के हो? त्यस्तो हैन कहाँ उठ्न नसक्नु त्यो त अल्छी लागेको थियो म उठ्न नचाहेर पो हो त। त्यसले कुरा बढाएर गरेछन् के मान्छे त ठिकै हुन् तर कुरा चाहिँ बढाएछन् के। अनि गृहमन्त्रीज्यू के हेलिकप्टर तयार छ कि नै? के को लागि हेलिकप्टर तयार हो फेरि मन्त्रीज्यू? 7 गते फेरि आउँदैछ एउटा हुल मेडिकलको साउले 7 गते ठुलै हुल ल्याउँदैछन् तयारी राख्नुला फेरि नत्र फेरि पिटाइ खाइएला दुईजनाले जो। ओहो मन्त्रीज्यू कसरी जोगाउने हो त? तयारी अवस्थामा राख्नु होला हेलिकप्टर अरूलाई नभए पनि हामी दुईजनालाई चाहिँ ताप कस्नु पर्छ। 2-4 झापड खाए पनि के हुन्थ्यो र मन्त्रीज्यू? ओहो कस्तो कुरा गर्नुहुन्छ हड्डी नै जान्छ नि मेरो त। ओहो बुढेसकालको हड्डी जोड्रिन गाह्रो हुन्छ थाहा छैन? नजोरे नि केही भएन नि त दाउरावाला हुना नि त। 7 गते एउटा हुल आउँदैछ हजुर तर नैतिक समर्थन त मेरो पनि छ है। अब के गर्नु कर्मचारीले मान्दैनन् पक्राउ गर भ्रष्टाचारीलाई भनेको उल्टै थर्काएर गयो। म लाजको मर्नु भयो नि मलाई त। इज्जतै फालेछ। इज्जतै गयो मान्दैन कर्मचारी। त्यो भन्दा त त्यो 7 गतेलाई समर्थन दिने हो यिनी भ्रष्टाचारीलाई खतमै पार्नु पर्छ। हजुरलाई खर्च पानी भइहाल्छ त्यही पनि तपाईँको हैसियतै छैन त्यो खर्च पानी लिने। अरू कुरा छोड्नुहोस् हजुर हेलिकप्टर चाहिँ तयारी अवस्थामा राख्नु होला। हुन्छ म राख्छु। पैसा छैन? पैसा पनि छ सबै छ तपाईँ ढुक्क हुनु न त्यो कुराको अरूलाई चाहिँ खबर नगर्नु। पैसा जति छ भोलिदेखि लोड गरेर लगाउनु। हस् ढुक्क हुनुहोस् मैले काम लगाइसकेँ। ल ओके मन्त्रीज्यू। ओके, ल म लागे मन्त्रीज्यू।